हजुर केही भन्न चाहनुहुन्छ? यहाँ हाम्रो सनम दाजु हामीहरू उसित काम गर्नु आएको तर बहुत लेभल दियो आज सनम दाजुले। आज हामी सनम दाजुसँग कतिजना छौँ भन्दाखेरि हामीहरू यहाँनिर 4 जना। यहाँ एकजना भाइ, भाइको शुभ नाम? मेरो नाम शेखर वर्धन हो। हजुरको शुभ नाम? मेरो नाम जित राई हो। नामै बिर्सिन्छ। उहाँको नाम चाहिँ शुभ नाम? नाम सञ्जीव शर्मा र उहाँ हुनुहुन्छ हेड मिस्त्री आजका सनम हाम्रो यहाँका र उहाँलाई हामी पुरस्कार दिन चाहन्छौँ। र हाम्रा भाइ कलाकारले के भन्न चाहनुहुन्छ? हामी यहाँ अहिले यहाँ काम गर्दैछौँ, आज हामीले के काम कति काम गऱ्यौँ? हो म यही भन्न चाहन्छु आज हामीहरूलाई सनम दाजुले काम भनेर लिएर आयो तर सनम दाजु पुरा म्यानेजर भएको छ यहाँ। र अब हामी जाँदैछौँ वार्तालाप गर्न सनम दाजुसँग। ल उहाँको शुभ नाम हजुरले आफ्नै मुखबाट भन्न चाहनुहुन्छ? हजुरको शुभ नाम? मेरो नाम हो सनम मगर। हजुर र हजुरले आज यहाँ हजुरको लेबर कतिजना हुनुहुन्छ आज? यहाँ हामीहरूको लेबर 3 जना छौँ, यहाँ 2 जना मिस्त्री छौँ हामीहरू। अनि यहाँनिर हामीले यसै यो के भन्छन् अरे काका यो गाउँलाई? यो गाउँको नाम चाहिँ मध्यबाली जोडी। र हजुरले अब आज यहाँ जुन काम गर्नु हुँदैछ कति बाई कतिको रुम बनाउनु हुँदैछ त्यो अलिकति जानकारी दिनुहोस्। तपाईँको रुम हुन्छ 14 बाई 13 को हुन्छ। हजुर हजुर अनि यहाँनिर हामीहरू बक्स डिजाइनको एउटा घर सुरु आज अस्तिबाटै यसै त सुरुवात गरेको, आजबाट हामीहरू सोलिङ हानेर फिलअप गर्नेछौँ। भोलिबाट फाउन्डेसन हान्नु हामीहरू सुरु गर्छौँ होला यहाँका। त्यसमा हामीहरू अब सबै उत्सित छौँ। उहाँहरूले अब छिटो चाहियो भन्दैछन्, अब छिटो ढिलो भयो भने ढिलो। अब सबैभन्दा माथिकै त हो, सबै माथिको भगवान्ले नै गर्नुहुन्छ के गर्नुहुन्छ होइन। त्यसमा हामीहरू जति जे सक्छौँ जस्तो तरिकाले सक्छौँ भरिसके राम्रो र अरूले देख्दा पनि राम्रो भन्ने खालको हामीहरू बनाउनु कोसिस गर्छौँ। त्यसमा अब भुल भए अब त के गर्नु अब होइन। अरू के भन्नु छ कि यो विषयमा? हजुर अब अरू यो विषयमा हजुरलाई अब हजुरहरूले अब आजबाट काम स्टार्ट गर्नुभएको होइन? आज त